हेलो गाइज, फेरि पनि म तपाईँलाई स्वागत गर्दछु। धर्मेन्द्र मिनी ब्लग युट्युब च्यानलमा फेरि पनि हामी चाहिँ आज जाँदैछौँ फाइनली पार्कतिर साथीहरू। म एकदमै ठिक छु। तपाईँहरू कस्तो हुनुहुन्छ? तपाईँहरू निकै आरामै हुनुहुन्छ होला। म पनि एकदमै गुड छु साथीहरू। तपाईँहरूको के कस्तो छ हाल खबर यसो भन्नुहोस् है। फाइनली चाहिँ पार्कतिर जान लागेको छु आज। हेर्नुहोस् साथीहरू, आजको लगभग अहिले 4:20 भएको छ। साँझको टाइममा यसो घुमफिर गर्न हिँडिरहेको छु साथीहरू। तपाईँहरू सम्पूर्णलाई वेलकम छ मेरो युट्युब च्यानलमा है साथीहरू। यस्तै छ आफ्नो पारा नेपालतिर होइन। फाइनल नेपालतिरै छु। तपाईँहरू कता कता आउनुहुन्छ तपाईँहरूले पनि यसो कमेन्ट गर्नु ल साथीहरू। सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला नि फेरि धर्मेन्द्र मिनी ब्लग युट्युब च्यानलमा है साथीहरू। सपोर्ट चाहिँ अवश्य गर्नु होला। हेर्नुहोस्, यो चाहिँ बल खेल्ने फिल्ड हो त भनौँ, गाबर एकान्त ठाउँ, सुनसान होइन। आफ्नै धुनमा सोलो मौसममा हिँड्ने गर्छ आज पनि। तपाईँहरू कहाँ कहाँदेखि हुनुहुन्छ? कोही स्वदेशमा अनि कोही विदेशमा हुनुहुन्छ होला होइन। म त अहिले फाइनली नेपालमै छु साथीहरू है। तपाईँहरूको हालखबर के छ? यस्तै छ हजुर, गाउँघरतिरको टाइम पास। फाइनली आजभोलि रोजगारी केही पनि छैन आफ्नो चाहिँ। फाइनली नेपालतिर आइएको पनि भइगयो 2 महिना जति। हिजो अस्ति बेला थियो, आज चाहिँ छुट्टी गरेको छ। आज चाहिँ चुनावको दिन भएको कारणले साथीहरू है। यस्तै छ हजुर यहाँको पार्कको स्थिति साथीहरू। फाइनली हेर्नुपर्छ। देख्न सक्नुहुन्छ यहाँको अवस्था।